हेलो एभ्रिवान, वेलकम टु सामनाज किचन। आज हामी बनाउँदैछौँ लच्छा परोठा विथ आलु दम। आउनुहोस्, यो एकदमै सजिलो रेसिपी हजुरहरूलाई सिकाउँदैछु। पहिला मैदामा थोरै नुन राख्ने अनि थोरै थोरै गरेर पानी हाल्दै मजाले मैदालाई मुस्ने। मुसिसकेपछि चाहिँ माथिबाट बटर या तेल लगाएर यसलाई चाहिँ 2-3 घण्टाको लागि रेस्ट गर्न राख्ने। अनि एउटा कराईमा बटर राख्ने, त्यसपछि कटिङ गरेको टमाटर हाल्ने अनि टमाटर प्युरी राख्ने। यो चाहिँ रेडिमेड टमाटर प्युरी हो। त्यो राखिसकेपछि मजाले एकछिन चलाउने। एकछिन चलाइसकेपछि चाहिँ अलिकति बटर कम भयो जस्तो लाग्यो। फेरि हामी चाहिँ बटर हाल्दैछौँ अनि बटर हाल्ने। बटर हालिसकेपछि चाहिँ तेजपत्ता, सुकमेल, रातो खुर्सानी, ल्वाङ राख्ने अनि मजाले एकछिन यसलाई चलाउने। यसलाई चाहिँ मजाले पकाउनुपर्छ। यसलाई चाहिँ भन्छ रातो ग्रेभी पनि। अनि त्यही भएर चाहिँ यो चाहिँ जुनै पनि सब्जीमा युज गर्न मिल्छ यो ग्रेभी। त्यही भएर हजुरहरूले मजाले सिक्दाखेरि हुन्छ। यो रेसिपी एकदमै सजिलो छ। अनि यसमा माथि रातो खुर्सानी राख्ने अनि थोरै काजु राख्ने, मजाले चलाउने, मजाले पकाउनुपर्छ। यसरी नै चलाको चलाइ गरेर पकाउनुपर्छ। नुन चाहिँ अहिले नराख्नु होला। यो चाहिँ कसुरी मेथी हालेको हो। कसुरी मेथी राख्ने अनि सिसिसी पाउडर राख्ने, भनेको मिक्स मसला हो। कोरिएन्डर, क्युमिन र चिल्ली पाउडर हो। अनि यो चाहिँ जिन्जर र गार्लिकको पेस्ट राख्ने। यसपछि चाहिँ अनि त्यसपछि मजाले यसरी पानी फ्याल्छ। टमाटरमा त्यसै पनि पानी ज्यादा हुन्छ। मजाले यसरी पकाउने। अझै बटर हाल्यौँ हामीले चाहिँ। अनि यो चाहिँ एकछिन रेस्ट गर्नलाई राखेको। अब यो चाहिँ मजाले मिक्सरमा हालेर पिसेर यसको पेस्ट बनाउनुपर्छ। अनि यता आलु पनि रेडी भइसक्यो हाम्रो आलुदमको लागि। त्यो चाहिँ उसिनेर राखेको आलुलाई चाहिँ तेलमा डिप फ्राई गर्ने। यो चाहिँ डिप फ्राई हुँदैछ आलु। उसिनेको आलु डिप फ्राई गरेर यसरी निकाल्ने। यतिको ब्राउन कलरको भइसकेपछि चाहिँ यसलाई मजाले निकाल्दाखेरि हुन्छ। अनि एउटा फेरि कराईमा चाहिँ बटर राख्ने, रातो खुर्सानी राख्ने अनि अघि नैको पेस्ट गरेको यो रातो ग्रेभी हाल्ने। यो ग्रेभी हालिसकेपछि एकछिन मजाले चलाउने यो ग्रेभीलाई। अनि यसमा चाहिँ अलिकति हामीले दही राख्नुपर्छ। यसरी दही हाल्ने अनि दही मजाले चलाउने। दही हालेर अनि दही हालेर चलाइसकेपछि त्यो उसिनेको अघिको तारेर राखेको आलु चाहिँ यहाँ हाल्ने। हालिसकेपछि हाम्रो आलु दम एकदमै रेडी भयो। यो चाहिँ सौँफ हो। सौँफ पिसेर हाल्ने माथिबाट एकदमै स्वादिष्ट हुन्छ। अनि लाछाको लागि चाहिँ रोटी बेले जस्तो रोटी बेल्ने, माथिबाट तेल दल्ने र यसरी नै हजुरहरूले फोल्ड गरेर हातले बिस्तारै बिस्तारै प्रेस गर्दै गर्दै रोटी बनाउनुपर्छ। एकदमै सजिलो छ। घरमा हजुरहरूले ट्राई गर्न सक्नुहुन्छ। आफ्नो बाबु नानीहरूलाई मिठो बनाएर खुवाउन सक्नुहुन्छ। अनि यसलाई पकाउने बेलामा चाहिँ अलिकति ध्यान दिनुपर्छ हजुरहरूले। यो लाछा रोटीलाई एकदमै सानो फ्लेममा दुईतिरै सेकाएर मजाले सेकाएर पकाउने। दुईतिरै ब्राउन कलरको भइसकेपछि हामीले माथिबाट यसलाई चाहिँ बटर दल्नुपर्छ। तर दुईतिरै मजाले ब्राउन भएपछि मात्रै बटर दल्ने हो। हस् त, यस्तै मिठो रेसिपीहरूको लागि फलो गर्नुहोस् सामनाज किचन। थ्याङ्क यू एभ्रिवान। बाइ बाइ एभ्रिवान।